एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह र रवि लामिछाने र कुलमान घिसिङको कडा विरोध गरेका छन् र उनीहरूलाई कडा व्यङ्ग्य हानेका छन्। स्यालहरू मिल्दाखेरि मलाई केही पनि फरक पर्दैन र कुखुरा बाख्राहरू मिल्दाखेरि मलाई केही पनि फरक पर्दैन र यो स्यालहरू कुखुराहरू र बाख्राहरूले मोर्चा बानेर चुनावमा अघि जाँदाखेरि पनि मलाई केहीको मतलब हुँदैन भनेर कुखुरा बाख्रा र स्यालको संज्ञा दिएका छन् रवि लामिछाने कुलमान घिसिङ र बालेन शाह मिल्नुलाई। केपी शर्मा ओलीले स्याल र बाख्राहरूको मोर्चाले केही पनि फरक पर्दैन भनेर स्याल बाख्राहरूको मोर्चाको संज्ञा दिएका छन्। कुलमान घिसिङ र रवि लामिछाने र बालेन शाह मिल्नुलाई नै एकता हुनुलाई नै आज उनले स्याल बाख्रा कुखुराको संज्ञा दिएका छन् केपी शर्मा ओलीले। आज केपी शर्मा ओलीले भनेका छन् यी स्यालहरू यी बाख्राहरू हुन्, यिनीहरू कुखुराहरू हुन्, यिनीहरूले मोर्चा बन्दाखेरि केही पनि मलाई फरक पर्दैन र यिनीहरू एकजुट भएर मिल्दाखेरि र हस्ताक्षर पत्रमा हस्ताक्षर हुँदाखेरि यिनीहरूको एकता हुँदाखेरि देशमा कुनै पनि फरक नपर्ने र तलमाथि नहुने र जित हाम्रै नै सुनिश्चित हुने भनेर केपी शर्मा ओलीले भनेका छन्। र केपी शर्मा ओलीले भने यी ठगहरू र यी स्यालहरू र यी बाख्रा कुखुराहरू मिल्दाखेरि एमाले पार्टीलाई कुनै पनि किसिमको घाटा अथवा कुनै पनि किसिमको हानि नोक्सानी हुँदैन। यिनीहरूको मोर्चाले केही पनि परिवर्तन हुँदैन र केही पनि उन्नति र केही पनि नेपाली समाजमा केही पनि परिवर्तन हुँदैन र कुनै पनि चेन्जिङ आउँदैन भनेर केपी शर्मा ओलीले भनेका छन्। र केपी शर्मा ओलीले भने यिनीहरूको एकता यिनीहरूको मेलमिलाप भनेको कुखुरा बाख्राहरूको जस्तै हो र यो कुखुरा बाख्रा र स्यालहरूले एकता गर्दाखेरि एकतामा मोर्चा बानेर चुनावमा लड्दाखेरि यिनीहरू जित्दैनन् पनि, जित भनेको हाम्रै हो भनेर केपी शर्मा ओलीले आज कुलमान घिसिङ र बालेन शाह र रवि लामिछानेको कडा विरोध गरेका छन् र उनीहरूको मोर्चा र उनीहरूको एकतालाई उनले धेरै नै नराम्रो तरिकाले व्यङ्ग्यात्मक कुरा भनेका छन् केपी शर्मा ओलीले। र कुलमान घिसिङ रवि लामिछाने र बालेन शाह एकजुट भएर मिल्दाखेरि र उनीहरू मिलिसके पछाडि अहिले सामाजिक सञ्जालमा चारतर्फै आलोचना अथवा एकतर्फ आलोचना भइरहेको छ भने अर्कोतर्फ उनीहरूको चर्चा परिचर्चा र बधाई र उनीहरूको प्रशंसा भइरहेको छ। अहिले सामाजिक सञ्जालमा हेर्ने हो भने बालेन शाह कुलमान घिसिङ र रवि लामिछानेको धेरै नै प्रशंसा भइरहेको छ सामाजिक सञ्जालहरूमा। र पुराना दलका नेताहरूलाई पनि यो पाच्य भएको छैन। पुराना दलका नेताहरूलाई भने अहिलेसम्म पनि बालेन र कुलमान घिसिङ मिल्नु र कुलमान घिसिङ बालेन रवि लामिछाने एकजुट हुनु र एकतामा गाँसिनु र हस्ताक्षर गर्नुले पुराना दलका नेताहरूको भने टाउको दुखाइको विषय बनेको छ। उनीहरू डराइरहेका छन् र उनीहरू कामिरहेको जस्तो पनि देखिन्छ। किनभने अहिले सामाजिक सञ्जालमा यी तीनजना व्यक्तिहरूको चर्चा र परिचर्चाले सामाजिक सञ्जाल भरिएको छ र नेपालको राजनीतिमा तरङ्ग र खैला बैला र भुइँचालो नै ल्याइदिएको छ। किनभने यी तीनजना व्यक्तिहरू नेपालका लोकप्रिय र चर्चित व्यक्तिहरू हुन् र नेपाली जनताले मन पनि पराएका हुन्। त्यस कारणले गर्दाखेरि काङ्ग्रेस एमाले र पूर्व माओवादीका नेताहरूलाई यो कुराहरू पाच्य भइरहेको छैन र यिनीहरूले यो एकताको विरोध गरिरहेका छन्। कतै हाम्रो अस्तित्व समाप्त हुने त होइन, हामी फागुन 21 को चुनावमा हामी उठिहाल्यौँ भने पनि होमिहाल्यौँ भने पनि हामी जित्ने छोडेर हामी हार्ने त होइन, हारेर हाम्रो अस्तित्व र जमानतै जफत हुने होइन हुने होइन त भनेर यो कुराहरू एमाले काङ्ग्रेस र पूर्व माओवादीका नेताहरूलाई लागेको छ। र हाम्रो जमानत जफत भयो भने र हाम्रो राजनीतिक अस्तित्व सकियो भने हामीले यतिका वर्षसम्म अथवा यति लामो सङ्घर्ष र यति लामो बलिदान र यति सङ्घर्ष गरेर यो लोकतन्त्र यो समावेशी र यो सबै किसिमका नियम कानुनहरू विधि पद्धतिहरू र सिस्टमहरू नेपालमा ल्यायौँ। हामीले लडेर खुन पसिना र हजारौँ शहीदहरू बलिदान भएर यो प्राप्त भएको उपलब्धिहरू कतै हामी घुमाउँदैनौँ र कतै हाम्रो यो खेर त जाने होइन भनेर डराइरहेका छन्। र यिनीहरू यतिका वर्षसम्म हामीहरू यो नेपाललाई उन्नति समृद्धि र परिवर्तनमा हामीले सहयोग पुर्यायौँ, तर त्यही सहयोगहरू आज खेर जाने त होइन भनेर काङ्ग्रेस एमाले र पूर्व माओवादीका नेताहरूलाई डर भएको छ। त्यस कारणले गर्दाखेरि रवि लामिछाने र कुलमान घिसिङ र बालेन शाहको अहिले विरोध भइरहेको छ र पुरानो दलका नेता कार्यकर्ताहरूले बालेन शाह यी तीनजना व्यक्तिहरूको विरोध गरिरहेका छन्। र अहिले तीनजना व्यक्तिहरू नेपालका चर्चित र नेपाली जनताले मन पराएका व्यक्तिहरू हुन् र नेपाली समाजमा र नेपालमा लोकप्रिय र विश्व सामु पनि लोकप्रिय बन्दै गइरहेका छन्। र त्यही देखेर केपी शर्मा ओलीले पनि यी स्यालहरू र यी बाख्राहरू यी कुखुराहरू मिल्दाखेरि केही पनि फरक पर्दैन भनेर भनेका छन्। तर भित्री मनमा भने उनी डराइरहेको जस्तो देखिन्छ। किनभने उनी बलिया छन् अथवा चुनावमा जित्छन् भने त उनी स्योर तरिकाले चुनावमा जान्छन् र यिनीहरूको विरोध गर्दैनन्, त्यही जित्दैनन् र नजित्ने भएको कारणले गर्दाखेरि संसद पुनर्स्थापनको कुरा गरिरहेका छन् र सर्वोच्चमा संसद पुनर्स्थापना हुनुपर्छ र संसद बिउतिनुपर्छ र मुद्दा हालिरहेका छन्। र यिनीहरूलाई डर भएकै कारणले गर्दाखेरि सर्वोच्चमा मुद्दा हालेका हुन् र चुनावमा जान आनाकानी गरिरहेको जस्तो पनि
देखिन्छ र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले पनि आफ्नो असली औकात र असली रूप देखाएका छन् र उनी पनि आफ्नो अस्तित्व समाप्त हुने होइन, आफ्नो अस्तित्व समाप्त हुने त होइन भनेर राजेन्द्र लिङ्गदेन पनि डराइरहेका छन्। उनीले पनि आज रवि लामिछाने र कुलमान घिसिङ र बालेन शाहको कडा विरोध गरेका छन्। यिनीहरू मिल्दाखेरि केही पनि हुनेवाला छैन, केही परिवर्तन पनि हुनेवाला छैन। चुनाव हुनु कहाँ हो अहिलेदेखि नै प्रधानमन्त्री र मन्त्रीहरूको बाँडफाँड गरिरहेका छन्। चुनाव हुन्छ कि हुँदैन तर यिनीहरूले त अहिलेदेखि नै बाँडफाँड गरिरहेका छन् भनेर टिप्पणी गरेका छन् राजेन्द्र लिङ्गदेनले। र उता केपी ओलीले पनि भनेका छन् चुनाव हुन्छ कि हुँदैन, जित्छन् कि जित्दैनन्, तर अहिलेदेखि नै यिनीहरूको भागभण्डा भइरहेको छ। र प्रचण्डले पनि बालेन शाह, कुलमान घिसिङ र रवि लामिछाने एकता भएसँगै प्रचण्ड पनि दुखित बनेका छन् र उनले पनि भनेका छन् कि सामाजिक सञ्जालमा बालेन शाहहरू नै प्रधानमन्त्री र रवि लामिछानेहरू नै प्रधानमन्त्री भइहाले जस्तो सामाजिक सञ्जालहरूमा अहिले जताततै भ्रम फैलिरहेको छ। तर त्यो त्यस्तो कदापि पनि हुँदैन। हामीले यतिका वर्षसम्म सङ्घर्ष गरेर यो परिवर्तन ल्यायौँ। नेपालमा यस्तो परिवर्तन हामीले परिवर्तन गराइदिउँ र राजतन्त्रबाट लोकतन्त्र, धर्मनिरपेक्ष र समावेशी सम्पूर्णलाई हक अधिकार हित दिउँ। तर अहिले यी बालेनहरू, अहिलेका नयाँ युवाहरूले कतै देश सक्ने त होइन, नेपाली जनतामा भ्रम फैलाइरहेका छन् र हामीले यति साह्रो गरी दुःख गरी ल्याएको लोकतन्त्र हामी मास्नु दिँदैनौँ भने प्रचण्डले पनि भनेका छन्। र यस्तो नेपाली जनतामा भ्रम फैलाउनु र अहिलेका नयाँ पार्टी अथवा नयाँ नेताहरूलाई प्रधानमन्त्रीको रूपमा हेरिनु भनेको दुःख लाग्दो कुरा हो भनेर दुःख व्यक्त प्रचण्डले पनि गरेका छन्।